यो चाहिँ गैँडाचोक हो। आज चाहिँ हामी सौरा आएको छौँ घुम्नलाई, मेरो साथी र म। अनि हामी चाहिँ अब खाजा खाएर यहाँ सेकुवा एकदम स्पेसल रहेछ। हामीले चिकन सेकुवा खायौँ र एकदम राम्रो लाग्यो होइन? तिमीलाई राम्रो लाग्यो? अनि त्यही भएर अब हामी चाहिँ खाजा खाएर अब होटल जाँदै हामी। र तपाईँहरू पनि सौरा आउनुभयो भने चाहिँ खासमा चाहिँ नाइटमा चाहिँ एकदम दामी हुँदो रहेछ। डेमा त बाफ्रे आज शनिबार एकदम प्याक अनि एकदम जाम पनि थियो, किनभने यो टुरिस्ट एरिया पनि भएर होला होइन? तिमीलाई कस्तो लाग्यो? रमाइलो लाग्यो होइन? हामी चाहिँ सौरा आएको छौँ र हामी चाहिँ अहिले भर्खर चिकन सेकुवा खाएर हामी आफ्नो होटलतिर जाँदैछौँ र हामीलाई चाहिँ एकदम राम्रो लाग्यो। ल हाम्रो होटलै बिर्स्यो त हामीले। ए हाम्रो होटलले अगाडि होला यो होइन? यो कुन हो? राइनो हो, राइनो। हामी कुनमा बसेको? ले चाहिँ होटल बिर्से जस्तो छ। हामी यता गएछौँ तर हाम्रो होटल चाहिँ अगाडि हो। ऊ छक्क परिसक्यो। यो चाहिँ हामी सौरामा आएको एक्सपिरियन्स हो। हुन त म 3-4 चोटि आइसकेको छु, तर म र साथी एकदम भनौँ न फर्स्ट टाइम नै भयो। यो चाहिँ गैँडाचोक भयो। यो गैँडाचोकको नाइट भ्यू भयो, एकदम राम्रो छ। त्यहाँ दुईटा गैँडा छ, सानो सानो गैँडा यहाँ छ, दुईटा गैँडा छ। कस्तो दामी छ यहाँ नाइट भ्यूहरू, एकदम राम्रो छ। यहाँ चाहिँ घुम्नलाई चाहिँ खास गरी यतिखेर चाहिँ ठिक्क रहेछ। 10:30 होइन, 11 भनौँ न, 10:50 भइसकेछ। हामीले चाहिँ होटल बिर्सेको अहिले अवस्था। हाम्रो होटल चाहिँ अलि उतै रहेछ। हामी यता 3 चोटि फोनको लगाइसकेँ तर होटल भेटेको छैन। अब लास्टमा हामी गुगलमा सर्च गरेर हामी होटलमा जान्छौँ। अहिलेसम्म होटल चाहिँ भेटेको छैन, किनभने सबै त्यस्तै देखेछ। अब ट्राई चाहिँ गरिरहेको छौँ, हाम्रो होटल भेट्छ होला। हामी यो बाटो 4 चोटि ओहोरदोहोर गरिसक्यौँ होटल बिर्सेर। यस्तो याद भएको मान्छे त बिर्सिन्छ भन्दै म त झन् सबै बाटो मलाई चाहिँ त्यस्तै लागेको छ, त्यही भएर म कन्फ्युज भएको। कति कन्फ्युज भएर उता पुगेको रहेछ। फाइनली हामी आफ्नो होटल आइसक्यौँ। अहिले चाहिँ 11 बज्न आँटेको छ र हामी चाहिँ होटल पुगिसक्यौँ। अब हामी एकदम फुल्ली रेस्ट गर्नेछौँ, किनभने आज आएदेखिको हामी घुमेछौँ। यति कुरा चाहिँ हामीलाई अलिकति गाह्रो छ। यति घुमौँ अनि फेरि 4 तला 5 तला माथि फेरि भर्याङ चढेर जानुपर्ने। हामी कम्तीमा लिफ्ट लगाइदिनु भएको भए ठिक हुन्थ्यो होला होटल साउजी। ल सेल्फी दामी देखेछ। हामीले चाहिँ आज खाना नखाएको, खाजाले नै पेट भर्यो, किनभने हामीले खाजा नै हेभी हानेको थियौँ। सेकुवा यहाँको एकदम दामी सेकुवा। यो चाहिँ हाम्रो रुम हो। हाम्रो म्याडमले रुम खोल्दै हुनुहुन्छ। मेरो मुटु ढुकढुक भयो। यो चाहिँ हाम्रो होटलभन्दा साइडको होटलको भ्यू हो। ल अब चाहिँ बाई बाई, हामी रुममा जाँदैछौँ है त।